हेलो एभ्रिवान, आज चाहिँ म अन्डा चाउचाउ खान गइरहेको छु। अनि यहाँ चाहिँ ससेज पनि छ, अनि यहाँनिर पापड छ, अनि मेरो साइडमा एउटा मेरो बुढा भात बसेर खाइरहेछ। अनि मेरो आज साथीको बर्थडे पनि हो, अनि त्यसको बर्थडे म यहाँनिर सेलिब्रेट एक्लै गर्दैछु। साथी न सँगी एक्लै रङ्गी चङ्गी भन्दै म चाहिँ खाएँ ल। अब धेरै बेर नपसिकन पिरो भएको है खाना त झन् एउटा मात्रै खोर्सा, एउटा मात्रै एक प्याकेट मात्रै हालेको त मैले। 3 प्याकेट हालेर 1 प्याकेट मसला हाल्नुपर्छ त्यही गरेको 3 प्याकेट हो कति छ एउटा अब रम्पप हो नि त। पिरो छ पापड खाने खानु पापड सस खानु 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 भनेको भयो खानु न दुईजनाको लागि बनाएको त। खाऊ न खाऊ तार थाप्नु खाना सस खाऊ। अच्छा के भएको किन म खाँदिनँ मन पर्दैन हो ससेट फर्स्ट टाइम सुन्दैछु ससेट मन नपर्ने मान्छे मेरो घरमा। बिस्कुट जस्तो लाग्यो बिस्कुट जस्तो लाग्यो बिच्छी बिस्कुट छ बिस्कुट ससेट बिस्कुट जस्तो लाग्छ र फेरि। कुरा देख्यो मेरो यहाँ हाल्नु पर्यो खानु पर्यो झन् दुईजनाको लागि भनेर बनाएको। खाऊ न चुपाएर पिरो भएर होला अमन भयो को थाल उचालेको गर्नु मन लाग्छ त मलाई चाहिँ पनि। त्यो राख्ने ठाउँ चाहिँ मलाई थाल उचालेर खानु मन लाग्छ। भात भयो भातै खानु नसकेको मलाई लाग्यो हालिदिउँ क्या पापड ल्याउँछ छैन अरे आफ्नो भएको चाहिँ सबै खाएर मेरो भएको एउटा पापड पनि ल्याउ न अरे अनि दिदा आधी खाएर दिदा पनि लोभेनी होला भगवान् आफूले नखानु
पानी खाने ग्लास ल्याइदिनु न मलाई बिर्सेछु ल्याउने यसमा खाऊ न ग्लासमा खान्छ त्यसो भने हुन्छ कप ल्याइदिनुहोस् जग्गा सबै खाइदिन्छ Finished. मैले चाहिँ खाइसकेँ सबै साथीहरू आज चाहिँ मैले मेरो साथीको बर्थडे यसरी सेलिब्रेट गरेको बाई बाई